नमस्ते, म गीतु छेत्री, मेरो युट्युब च्यानलमा सबैजना स्वागत छ। आज चाहिँ हामी नेपाल आएको 60-65 दिन भइसक्यो है राजा? 65 दिन भइसक्यो। अब जाने दिन जम्मा छ कति 27 दिन छ? 27 दिन छ। यो 27 दिनभित्र हाम्रो सब आफ्नो काम कागजपत्र मिलाएर जानुपर्ने छ। यस्तो हालत छ मेरो। अब टेक्न मिल्ने भइसकेको छु साथीहरू। कप्पेको त्यहाँ सन्चो भइसक्यो। नो प्रब्लम। थोरै हस्पिटल जानु छ, त्यसपछि बजार जाने हो। अनि अब 4-5 दिनमा पोखरा गइन्छ। त्यसपछि सकियो छुट्टी। हेर्दै जानु होला म के कस्तो गाउँघरको झिलिमिली लिएर आउने नै छु साथीहरू। आज कहाँ जाने सानो? हाम्रो बजार फेरि यहाँको बजार यता कपिल बस्तुभरि सबैभन्दा ठुलो बजार यही नै होला है, होइन? होइन सानो? होला जस्तो लाग्छ मलाई। यो कपिल बस्तुभरि सबैभन्दा ठुलो बजार हाम्रो यो हामी बसेको ठाउँमा लाग्छ। एक यहीमै लाग्छ होला है, सब पाउँछ कि त्यहाँ। हामी जान्छौँ त्यो बजार। नेपालमा साथीहरू यो अस्ति हामी मनोकामना गएको, यसलाई 160। यहाँ चाहिँ हाम्रो यो कपिल वस्तुमा चाहिँ यसलाई चाहिँ 90 रुपियाँमा पाउँछ यो होलसेलमा। तर हाम्रो दाइले म बिरामी भएको कारणले हामीले चाहिँ 70 रुपियाँमा लिएको साथीहरू। एउटालाई अति मिठो हुन्छ, यसको बास्नै राम्रो हुन्छ। अनि यो बदम जुस हो। अरू त कोकाकोलाहरू खानुभन्दा शरीरको लागि यसले चाहिँ बेटर गर्छ जस्तो लागेको छ मलाई। तर मैले 12वटा लिएको थिएँ कि 1 दर्जन। अब यस्तो हालत छ नि, त्यही भएर मेरो घर साथीहरू। सियो सर राजा। आजको मौसम चाहिँ यस्तो गरेको छ हाम्रो गाउँतिर। किनभने आज राजा अर्को जुस खाने होइन किन? यो अमिलो हाम्रो बुवाले ठ्याक्कै 6000 पाल्नु भएको रे। चुक पनि बनाउनु भएको थियो। किनभने यसमा नि यस्तो फले थियो रे, यस्तो फले थियो रे, पुरा हाँगा नि यस्तै झुङ्गे थियो रे, धेरै फलेर। अहिले पनि गेडा हालिसकेको छ। अब कति फल्छ आफू त भइन्न। मैले अस्ति आउँदा बित्तिकै झ्याउलाएर काटेर फालिदिनु बुवा भनेको, गाली खाइयो। अझै आउनु भएको छैन। बजार जाने भनेको 3 बजिसक्यो। हामी चाहिँ बजारमा तन्ना लिन आएको। अब तन्ना लिँदैछौँ। यो त कस्तो बोरा जस्तो हो कपडा, सफ्ट नाइ के? मेरो फेस नलाउनु ल, तानाको लाउनु है। ल ल। कोरियन वाला हेराइदिनु। किन यस्तो छ त यो? कोरियन यो वाला छोड्दिनु, कोरियन वाला। बाइ फेस नलाउनु ल है। ल नाम के हाम्रो थाहा पनि त। यो पैसा फेस लिएर यो कोरियन वाला। किन यस्तो बोरो जस्तो छ त? नहीं बोरो जस्तो नि, कोरियन वाला हो सब। अनि यो त ठिकै छ। भुवा त उड्दैन। उड्दैन। भुवा रङ पनि गएपछि भुवा पनि उठेपछि ल्याएर फाल्दिनु होला। मलाई भने चाहिँ चन्द्रटाको बजार आइसक्यौँ। भिडियो गर्ने हजुर किन 40 रुपियाँ दिएको त? अबे 40 भन्दा सुनेर
आइसकेका छौँ रात परिसक्यो के गर्ने खच्चङ यत्रो सामान भयो गर्मी भयो बन्द गरौँ जे पनि बन्द गराउने अब हामी साथीहरू चप्पलहरू छ यहाँ के छैन जे पनि छ कपडाहरू रमाइलो छ टमाटर बजार हालत खबर यति साह्रो उठाउँछ र दाजु यति साह्रो उठाउँछ र 6:30 बजी काम गर्नु पर्छ जेरी खानी है जरा जा खानी भन्नु आउनु है एक बार खाने नि एक खानी हो ग्रामीण अल्लाह भिडियो रहनु पर्यो नि बन्द गर्नु एक बिहान बेला लाग्छ साथीहरू यहाँ गर्मी भयो भित्र बसेको कति हो न अब रात परिसक्यो अटोमा घर जानुपर्छ हामीहरू कति गर
भएको छ म चाहिँ सक्दिनँ काम गर्न काम दिन आराम गर्नु भनेर तला भन्छ त गाँठी हिजो बजार गएको अहिले सुत्दैछ केटा पढेर बेस र घर जानुपर्छ हिजो बजार गरेर आएको बरफले नबोलिछु दिदी यो आँप कतिको फल्छ एउटा बोका दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा नानी संस्कृति 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 आई लभ यू छेमा भनिदेऊ आई लभ यू छेमा भनिदेऊ म चाहिँ बिहेको साडीहरू के कस्तो भयो भनेर हेर्दैछु अब सामान मिलाउनु पर्ने छ कपडाको खाने छ कपडा खाने